साथीहरु तपाईकोतिर केरा कसरी पकाउनुहुन्छ है। हाम्रोतिर त अब अर्गानिक बारीमा फलेको त्यसलाई पनि विषादी प्रयोग गर्ने कुरो भएन। तपाईहरुले त पाउडर कुनै केमिकलहरु हालेर पकाउनुहुन्छ होला। हाम्रो चाहिँ के छ यता हेर्नु है। सरी यसको हैन हाम्रोतिर सबै यसको बीचमा यसरी हाल्दिने अर्गानिक चीज। यसलाई पनि यसरी यसभित्र यसरी राखिदिने अनि यसको माथिपट्टिबाट पनि पुरा गरेर यसरी है हावा पस्न नदिने। त्यसलाई म एक दुई दिनपछि देखाउँछु। यसरी हावा नलाग्ने ठाउँमा ल्याएर राखिदिने यसलाई। अनि त्यसपछि एक दुई दिनपछि यसलाई हेर्ने हो कसरी पाक्दो रहेछ। राखेको थियो यो पकाउनको लागि। ल यहाँ यसरी घरमा जडीबुटी छापो हालेर कपडा भयो कपडाले नत्र यसरी प्लास्टिकमा बन्द गरेर तपाईले पनि हाल्नु त। कोही विषादी नहालिकन कोही पाउडर नहालिकन यति राम्रो केरा पाक्छ। तपाई पनि सबैजना यसरी नै पकाएर खानु ल। अब विषादी हालेको भए सबै एकैचोटी पाक्थ्यो होला। एकैचोटी खान त गाह्रो भइहाल्छ, फेरि खराब हुन्छ। गाउँघरमा बेच्ने कुरो भएन। आधा पाकेको छ, आधा चाहिँ यस्तो काँचो छ। अब यो खाँदा समय टक्क पाक्छ अनि खाँदै जाने पाक्दै जान्छ। यसरी 2 दिनमा पुरै प्यालो हुन्थ्यो, चाँडै खराब पनि हुन्थ्यो। यो चाँडै खराब पनि हुँदैन। और तपाईको 4 दिनको दिन यस्तो छापो भन्छ हाम्रोतिर। खानु ल साथीहरु।